साथीहरू यो बफ अचारको भिडियो आज म सेयर गर्दैछु। त्यसको लागि राँको मासु लिएछु अनि बेसार र नुन अनि थोरै पानी हालेर मैले चाहिँ उसिन बसालेछु। नउसिनिकन काँचो मासुलाई नि काटकुट पारेर तेलमा फ्राई गरेर बनाउनु पनि मिल्छ। मलाई चाहिँ बफाकै मनपर्छ भनेर धेरै सिटी पनि लाउने होइन, थोरै सिटी लाएर मैले बफाएँ अनि ठिक्क भयो। अनि एकछिन डिप फ्रिजमा राखिदिएँ, काटकुट पारेँ। त्यसपछि अनि तेलमा फ्राई गर्न लागेँ। तेलमा फ्राई पनि धेरै कडा हुने गरी चपाउनै नसक्ने गरी हुँदैन, नरममै झिक्नुपर्छ। हेर्दा चाहिँ कडा जस्तो छ तर नरममै झिकेछु। अनि यता अदुवा र लसुन पनि काटकुट पारेर तेलमा फ्राई गरेर झिकेँ मैले। अनि त्यसमा जिरा चाहिँ काँचो नै हाल्छु, अरू मसलाहरू सबै राखेर ग्राइन्डर गर्छु। अब आँपको अचार बनाउनेको बेलामा के मासुको अचार बनाउने भन्नुहुन्छ होला। अब आँपको अचारको सिजन भएको छैन, अलिकति बेला भएको छैन। अनि घरमा चाहिँ अचार सकिरा भएर मैले चाहिँ मासुको अचार बनाउन लागेको छु। यता तेलमा मेथी पनि फुराएँ, बेसार फुराएर चिसो हुन दिउँ। तेल मसलाहरू सबै म राखेर अब मजाले मल्दिने। मलेर अब यो बोतलमा हालिदिन्छु। अमिलो चाहिँ मैले कागती नै लिएछु, कागती पनि हालिदिएँ। कागती हालेर सानिदिएँ। अब यो बोतलमा राखेँ भने 3-4 दिनमै सकाउँछन्। यति मन पराउँछन् घरमा साथीहरू। जस्तो घाम पनि नचाहिने।